हंसी दर्शन दिए रे हंसी हंसी दर्शन दिए रे आए रे आए रे राम आए रे आए जोरे ताली बजाओ ना बजाओ एका बजाओ हमने हाथ मारे के ताली बजाओ भाई सबे काम करा अरे हनुमान महाराज को तो बाटो छोड़ा भाई जता ताली बजाने कई बार भित्र छिर्दै हुन्छ है ए भक्तजनको बीचमा गई नाच्न लागे रे ए आफ्नो पुच्छर हल्लाई हल्लाई हाँसिदिए रे आफ्नो पुच्छर हल्लाई हल्लाई हाँसिदिए रे आए रे राम आए रे आए रे राम आए रे आए रे राम आए रे सबैले ताली बजाउनु होला ल बस्नु र भित्र सबैले हात ताली बजाउनु एक गदालाई हल्लाई हल्लाई नाच्न लागे रे एक गदा हल्लाई 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 नाच्न लागे रे ए साना साना बादल पनि साथमा ल्याए रे आशीर्वाद दिँदै फेरि नाच्दै हुन्छ हनुमानजीले बाटो छोड्नु होला हरि बोल सीताराम मन्दिरमा हनुमान आए रे सीताराम मन्दिरमा हनुमान आए माताजीको दर्शन गर्न आइसके रे सबै हनुमान पनि अनि बाँदरहरू पनि सबैले हात ताली गर्नु ताली बजाउँदै सबैले हरि बोल सबैले आशीर्वाद दिँदै हुनुहुन्छ
कता छन् फलफुल कहाँ छन् भक्तलाई फलफुलको कमी भयो अब फलफुल खोजेर ल्याउनु पर्यो भनेर बाजा बजाउँछन् जय बाजा रे भाउ अब फलफुल खोज्न जाउँ सबैले हात माथि ए आए रे राम आए रे राम आए अब फलफुल खोज्दै हुन्छ हनुमानजीले कता छन् जय सबै फलफुल आज बाँड्दै हुन्छ सबै भक्तलाई सबैले हात माथि गरेर ताली बजाउँ सबैलाई बाँड्दै होला सबैलाई हरिबोल एक केरा अङ्गुर बाँड्न लागे रे केरा अङ्गुर बाँड्न लागे रे केरा अङ्गुर सबैतिर बाँड्न लागे रे केरा अङ्गुर सबैतिर बाँड्न लागे रे बाडी बाडी खुसी भई नाच्न लागे रे बाडी बाडी खुसी भई नाच्न लागे रे टाउकोमा गएर माथिबाट आशीर्वाद दिनुहुन्छ है जसले एकदमै भक्तिभावले ताली बजाउनु भएको छ भजन गाउनु भएको छ जसको शिरमा हनुमानजीको हात पर्यो भाग्यमानी सम्झिनु होला बोले श्री रामचन्द्र भगवान हे रामलाई सम्झि सम्झि आशीर्वाद दिए रे रामलाई सम्झि सम्झि आशीर्वाद दिए हे रामलाई सम्झि सम्झि आशीर्वाद दिए रे रामलाई सम्झि सम्झि आशीर्वाद दिए हे आशीर्वाद दिए बिचमा गए रे आशीर्वाद दिनलाई बिचमा गए रे हे भगवानको अब सबैको नृत्यलाई बसी बसी हनुमानजीले हेर्नुभयो अब आफू पनि उफ्री उफ्री नाच्दै हुनुहुन्छ है नाची नाची आफ्नो धाममा जाँदै हुनुहुन्छ सबैले जय श्री राम भनौँ त जय श्री राम अलि ठुलो स्वरमा भनौँ जय श्री राम जय श्री राम अब रामको भजन गाउँदै गाउँदै हनुमानजी उफ्री 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 आफ्नो धाममा जाँदै हुनुहुन्छ जसले दर्शन गर्नु भएको छैन राम्रोसँग दर्शन गर्नु सबैले हात माथि गरेर ताली बजाउँ त आए रे राम आए हनुमानजी बाँदरहरू यता अगाडि आउँदो सबै बाँदरहरू हनुमानजी र सबैले जय श्री राम भनौँ जय श्री राम उफ्री उफ्री आइहाल्नु है हनुमानजी पनि आउनु बाँदरहरू पनि सबैजना अगाडि सबैजना अगाडि आउँ सबैजना अगाडि आइहाल्नु छिटो सबैले भन्नु जय श्री राम आज हनुमान जयन्ती आज कति पवित्र दिन छ हेर्नुहोस् आज हनुमानजीले हामीलाई दर्शन दिनुभएको छ र हनुमानजीलाई अगाडि आउन बाटो दिनुहोस् त ल बाटो दिनु होला आज हनुमानजी आउनु भएको छ बाँदरहरू पनि सबैजना यहाँ छन् होइन अब हामी सबैजना हनुमानजीसँग नृत्य गर्छौँ अगाडि आउनुहोस् त हनुमानजी अगाडि आउनुहोस् अगाडि ल एकपल्ट सबैजना उठाउँ आफ्नो स्थानबाट उठाउँ ल सबैजना उठाउँ आज हनुमानजीसँग सबैजना नाच्छौँ है यता मञ्चमा भएका हाम्रा दिदीहरू पनि नाच्नु होला प्रकाशजी पनि नाच्नु होला हाम्रो सुब्बाजी कता जानुभयो खै र सुब्बाजी पनि नृत्य गर्ने कोही नछुटिकन है हनुमानजी अगाडि आएर नाच्नु होला अरू पछाडि सबैजना उठाउँ सबैजना उठेर यो सुन्दर भजनमा नृत्य गर्नु होला बोले जय श्री राम भनौँ सबैले जय श्री राम बोले हनुमान महाराजको आज रामजीले हामीलाई बोलाउनु हो अब त्यही रामले बोलाएको हुनाले हनुमानजी पनि साथमा हुनुहुन्छ हनुमानजीसँग भजनमा नाच्न मन लागेको छ सबै नाच्ने है आज हनुमान जयन्ती हो आजको दिन जुन कर्म गर्यो त्यो एकदमै पुण्यदायी हुन्छ त्यस कारण सबैजना नाच्छौँ हरे रामजीले बोलाउनु भयो हामीलाई मात्र होइन आज हनुमानजीलाई पनि बोलाउनु भयो ए रामजीले
बोलाउनु भयो राम भजनमा नाच्नलाई मन भयो हनुमानजीलाई यहाँ माथि नाच्न दिने अरू हामी सबै तल नाच्ने है त हनुमानजीलाई माथि ल्याएर माथि नाच्नुहुन्छ हनुमानजी